सबैलाई गुड मर्निङ भन्दै मैले चाहिँ एउटा भिडियो बनाएँ। कारण म चाहिँ रातैभरि चट्याङ हाने, पुरा पानी पर्यो, हावा चल्यो। अन्त चाहिँ के चाहिँ भएछ भनेर गेटमा हेर्न आउँदाखेरि त यस्तै पानी त परि नै रहेको रहेछ। अहिले पनि माथि छतबाट पानी चुहेको त आवाज मात्रै आउँदै थियो, किनभने रातैभरि सुत्नु पाएन। किनभने चट्याङ पुरा हानेको, बिजुली चम्केको, यति डर लाग्दो कि अहिले पनि त्यस्तै नै भइरहेको छ। हेर्नुहोस् न, डराउँदै मैले चाहिँ भिडियो बनाउँदैछु यहाँनिर के भएछ भनेर। अन्त चाहिँ के गर्नु, अब पानी चाहिँ यति डरलाग्दो पर्दैछ। अब यहाँ हेर्नुहोस्, अब कसरी देखाउँ, पानी परेको चाहिँ अलिक आउँदैन रहेछ, किनभने दिनै कस्तो अँधेरो प्रकारको भइरहेको छ नि त। रातैभरि पानी परेर निन्द्रा चाहिँ एकदमै पुगेको छैन हो, त्यो चट्याङ हानेर बिजुली चम्केर चाहिँ। तर मैले गुड मर्निङको भिडियो चाहिँ यसरी बनाइदिनु पऱ्यो, हजुरकोतिर पनि पानी कसरी कतिको पर्दैछ भनेर जान्नको लागि चाहिँ। र सबैलाई गुड मर्निङ छ, टेक केयर सबैजना, र सबैलाई बाई भन्न चाहन्छु।